Hey guys, my name is Lohi Rais. म चाहिँ नेपालदेखि यहाँ युएस आएको कति 2 इयर्स भयो हैन। अनि 2 इयर्समा चाहिँ मैले चाहिँ काम गरेर दह्रो मेहनत गरेर हैन काम गरेँ, सेभिङ गर्दै मैले कि मेरो ड्रिम कार पनि थियो नि त कमेरो, त्यही भएर गाडी किनेको छु नयाँ 2023 ब्रान्ड न्यू कमेरो। सो त्यसको लागि रिभ्यू गर्न गइरहेको छु आज। अस्तिदेखि गर्नु मन लागिरहेको थियो, गाडी अस्ति किनेको कति भइसक्यो अनि गरेकै थिएन। आज चाहिँ ठ्याक्कै किनकि टाइम पनि मिलेको थिएन नि त। 2 वर्ष यस्तो मेहनत गरेँ कि साँच्ची त्यो चाहिँ गाह्रो पर्छ क्या। त्यो मेहनत गरेर चाहिँ मेहनतको फल आज पाएँ मैले हैन। त्यही भएर भिडियो हेरिदिनु होला, त्यसको रिभ्यू गर्न गइरहेको छु भन्दै। मैले भनिहालेँ तपाईँलाई मेरो कार, यो चाहिँ मेरो गाडी हो। सो यता देखाइदिएँ म यही गाडी, यो चाहिँ 2023 कमेरो 180 RS प्याक हो। सो ब्रान्ड न्यू 2023 0 माइल्सको मैले किनेको हैन। फर्स्ट तपाईँहरूलाई देखाउँदाखेरि म चक्का देखाउँछु। यसको चक्का चाहिँ यस्तो आउँछ। सो चक्का चाहिँ लाइट ठुलो हुन्छ क्या, चक्का चाहिँ बिग हुन्छ अर्को गाडीमा भन्दा चाहिँ यसमा चाहिँ ठुलो लाग्यो चक्का हैन। चक्का एकदम राम्रो। यो गाडी चाहिँ लाइक कुदाउँदा पनि कस्तो कम्फर्टेबल हुन्छ क्या। मेरो पुरानो गाडी थियो Hyundai Atlanta, त्यो चाहिँ फेरि कुदाउँदा नि घडाघुडी गर्ने। अब पुरानो हो, 13 को कार थियो। अब त्यो मैले अस्ति बेचिदिएँ अन्त यो किने। मेन कुरा यहाँनिर साइड लाइट आउँछ यस्तो। यो साइड लाइट अर्कै आउँछ तर यो मैले चाहिँ लगाएको हो हैन। यहाँनिर फ्रन्टमा चाहिँ लोगो आउँछ कमेरोको हैन। अनि अगाडिको बम्पर यस्तै हुन्छ गाइस, लाइटहरू यस्तै भयो। यहाँनिर RS प्याकको लोगो हुन्छ अनि हुड यस्तो हुन्छ RS प्याकको। सो अनि बम्पर चाहिँ यस्तै हुन्छ अगाडिको। अन्त अगाडिको लाइट चाहिँ यस्तो आउँछ हैन। RS प्याकमा चाहिँ यस्तो आउँछ लाइट, यस्तो हुन्छ। यहाँदेखि सट्ट यस्तो गएको हुन्छ यहाँ लाइट चाहिँ हैन। लोगो हुन्छ RS प्याकको लोगो अगाडि। अन्त यो बम्पर चाहिँ यस्तै हुन्छ। यहाँनिर लाइट लाउनु मिल्दैन। सो यहाँनिर यस्तो हुन्छ डिजाइन। अन्त लाइट पनि म देखाइदिन्छु अगाडि जाऊ त। अनि मेन यो गाडीको भनेको अनि यहाँनिर सनरुफ पनि छ। म सनरुफ एकछिनबाट खोलेर पनि देखाउँछु। सनरुफ छ। सनरुफ भएको कार चाहिँ मलाई राम्रो लाग्छ क्या। अनि सनरुफ भएको कार चाहिँ ठिक लाग्छ मलाई, त्यही भएर सनरुफ छ हैन। ओपन गर्दाखेरि चाहिँ यहाँदेखि यहाँ थिच्यो। कोही बेला समरको बेला सनरुफ खोल्यो गर्मी हुन्छ, यो विन्डो ओपन गरेर राख्नै पर्दैन क्या। सनरुफ भएपछि सनरुफ ओपन गर्यो त्यत्तिकै हिँड्यो। अन्त यहाँ क्लोज गर्दाखेरि चाहिँ यसरी क्लोज भयो। कि नभए यति मात्रै खोल्दा पनि हुन्छ। त्यो अफ गर्यो अन्त यति सानो मात्रै थोरै मात्रै खोल्दा पनि हुन्छ। स्पिकर हुन्छ यत्रो। अनि यहाँ स्पिकर हुन्छ। यो चाहिँ खै के गर्ने हो। अन्त यहाँ के राख्दा अनि डिक्की खोल्ने। अन्त यहाँ चाहिँ के राख्दा पनि हुन्छ। यो अन अफ गर्यो यसरी हरू गर्ने। अन्त यता तान्ने। यहाँ के राख्दा नि अट्दैन हौ। यहाँ त भित्रको लुक्सहरू यस्तो हुन्छ कमेरोको हैन। सो देखाइदेऊ त यस्तै हुन्छ। यस्तै हुन्छ हैन भित्रको लुक्सहरू कमेरोको चाहिँ। यस्तै हुन्छ। यहाँनिर लाइट अफ अन गर्ने ठाउँ। अन्त यहाँनिर के हुन्छ यस्तो। यो मलाई खासै थाहा भएन। यहाँ कल रिसिभहरू गर्ने, यहाँ भोल्युम पनि छ, एयरब्यागहरू यहाँ छ, थुप्रो छ। अन्त यहाँनिर डाउन अफ गर्नेहरू गरेर कुदाउने यसरी तिमी राखेर कुदाउने कि अलिक मजाले राखेर कुदाउने कि सबै हुन्छ हैन। यहाँनिर म चाहिँ त्यो जस्तो छ त्यतिमै राखेर कुदाउँछु। आफूलाई अब राम्रो लाग्यो भने कुदाउँदा पनि भयो। अनि यस्तो चाहिँ यहाँनिर लाइट अन अफहरू गर्ने। अब गाडी स्टार्ट गरेर पनि सुनाइदिउँ। ग्लास यस्तो आउँछ यहाँनिर ऐना हेर्ने हैन, यत्रो हुन्छ। अनि यो मोबाइल चाबीहरू राख्ने ठाउँै हुँदैन क्या कमेरोमा चाहिँ। अरू गाडीमा चाहिँ हुन्छ जतासुकै यता राख्दा नि भयो। कमेरोमा चाहिँ फोनहरू राख्ने त्यही चाहिँ अलिक झ्याउ लाग्यो क्या। अन्त यहाँ पनि छ ऐना हेर्दा पनि भयो यसो गाइस। अनि यहाँनिर के राख्दा पनि भयो।
हुन्छ यहाँनिर इमर्जेन्सी के केहरू छ त्यति थाहा भएन मलाई होइन खासै। अन्त अनि यहाँनिर यहाँ पार्किङ ब्रेकहरू भयो, अन्त यहाँनिर यो इमर्जेन्सी ब्रेक, अनि मोड स्पोर्टहरूमा लगाउने भने यहाँनिर छ। अन्त यहाँनिर के राख्ने भने यहाँनिर हुन्छ चार्ज गर्ने हो, यो ट्याक्क यो चार्ज गर्यो। अनि यहाँनिर यो चाहिँ अलिक ठुलो हुन्छ अगाडिको, अनि यो पछाडिको चाहिँ अलिक सानो हुन्छ होइन, के राख्दा पनि अब कपहरू राखेर। अनि यहाँनिर हुन्छ कमेरोको चाहिँ यहाँनिर चाबीहरू राख्न कति सानो हुन्छ क्या, किनकि गाडी सानो छ त्यही भएर ठुलो पनि हुँदैन। सिट चाहिँ मेरो ब्ल्याकै छ होइन, यस्तै ठिक लाग्छ मलाई चाहिँ, किनकि अर्को लेदरको चाहिँ कस्तो लाइक गर्मी हुन्छ नि त, लेदरको तात्तिन्छ क्या घाममा, त्यही भएर यो ठिकै छ, ब्ल्याकै ठिक छ होइन। अनि यहाँनिर रेड आउँछ, अन्त यहाँनिर यो टच प्लेटहरू रेडियोहरू यत्रो आउँछ यहाँ चाहिँ। अन्त यो कुलिङहरू यसरी अफ अन गर्ने, एसी यहाँनिर पावर अफ अन गर्ने, अन्त यहाँनिर भोल्युम उयो गर्ने बढाउने छ, अनि यहाँ चाहिँ स्टार्ट गर्ने छ होइन। अन्त इमर्जेन्सी लाइट, यो इमर्जेन्सी लाइट भयो। अन्त यहाँनिर यस्तो पनि छ होइन, यो बत्ने अब कागजपत्रहरू राख्ने चाहिँ यहाँनिर। अनि यहाँनिर अटो, अनि पछाडिको सिट पछाडि चाहिँ होइन, पछाडि चाहिँ होइन यतिको मात्रै हुन्छ, धेरै उयो अब यति मान्छे अलिक हेभी खालको अलिक हेभीहरू त्यस्तै छ भने चाहिँ पछाडि नबस्दा पनि हुन्छ यो गाडीमा चाहिँ, कमेरोमा चाहिँ होइन। खासै चाहिँ पछाडि बस्ने सिट बनाइदिएको हो, तर अब खासै म त होइन, म त कस्तो हुन्छु यता माथि ठोकिन्छ यसरी, मेरो त झन् अरू मान्छेहरूको त झन् कस्तो हुन्छ। अनि पछाडि चाहिँ अनकम्फर्टेबल हुन्छ, अगाडि चाहिँ लु 2 जनाको लागि हो भने चाहिँ ठिकै छ होइन। लाइक 4 जना बस्यो भने चाहिँ पछाडि अलिक झ्याउ खालको हुन्छ क्या, त्यति राम्रै हुँदैन होइन, चल्दै छ। अनि पछाडि चाहिँ रेड छ, पछाडि टक्क यसरी लगायो, सिट बेल्ट रेड छ होइन, टक्क लगायो बस्यो होइन। यहाँनिर थोरै यहाँ सामान स्पेसहरू के राख्नेहरू हुन्छ। अन्त यहाँनिर चाहिँ यो चाहिँ यत्रो स्पेस मात्रै हुन्छ, यो चाहिँ स्पोर्टीको लागि खै के को लागि हो स्पेस हो यत्रो होइन। पछाडिको गाइस यस्तै छ, यहाँ यस्तो सानो, राम्रो भन्दा राम्रै छ, ठिकै सानो गाडी हो, ठिकै हो। कमेरा लभर हुनेहरूलाई चाहिँ अब हेर्दा हुन्छ, भिडियो थाहा हुन्छ होइन। अन्त यहाँनिर लोगो हुन्छ, एक्चुअली यो चाहिँ मलाई थाहा छैन, रेड वाइट ब्लू यो 3टा कलर चाहिँ के को हो त्यो चाहिँ मलाई, यसको चाहिँ मैले जानिनँ केही पनि। यहाँनिर कमेरा देखेको हुन्छ, यो लोगो हुन्छ, यो चाहिँ जुनै कमेरामा नि हुन्छ, यो चाहिँ आई थिङ्क के हो मलाई यसको खासियत थाहा भएन होइन। धेरै ठुलो पनि हुँदैन, हुन त कार धेरै ठुलो भन्नाले पनि अरूहरू गाडीको जस्तो ठुलो चाहिँ हुँदैन, आउँछ के हो होइन। अनि पछाडि यस्तो ग्लास हुन्छ, त्यहाँदेखि यो ग्यास हाल्ने, यहाँनिर चाहिँ यसरी थिच्नुपर्छ, त्यो चाहिँ यसरी निस्किन्छ, अनि फेरि यसलाई यस्तो गरिदियो होइन, अन्त ओपन गरेर। अनि यताबाट डिजाइन यस्तै हुन्छ गाडीको, खोल्यो। अन्त यहाँनिर गर्दा चाहिँ यो बटन यो क्लिक गरेर खोल्दा हुन्छ, त्यो गऱ्यो, अन्त निस्कि खोल्यो, ओपन गऱ्यो यसरी, अन्त खोल्यो, ओपन गऱ्यो खोल्यो। अनि मैले होइन कार त अब मैले सबै देखाइहालेँ गाइस, कस्तो लाग्यो तपाईँहरूलाई। नेपालदेखि आएको 2 इयर्समा कार त किनेकै हो नि, हुँदैन भने त त्यो पनि कमेरो 0 माइल्सको ब्रान्ड न्यू 2023 होइन, यतिको गाडी त किनेकै हो क्या। त्यही भएर मैले लास्टै, किनकि मेरो ड्रिम कार थियो नि त, नेपालमा कति हुन्थ्यो, नेपालमा साइकलहरू कसैको माग्नु पर्दा त साइकल माग्दा नि कस्तो कराउँथ्यो, कस्तो गाली गर्थ्यो, साइकलमा पनि त कुद्नु पाउँथेन हतपत, यहाँ आएर त होइन, किनकि यस्तो गाडीमा कुद्नु पाइरहेको छु यार, स्वर्ग होइन त यो ठाउँ। जे होस् आफूले गर्यो चाहिँ भने आफूले चिताको लाइक आफूले सोचेको इच्छा चाहिँ पुरा हुँदो रहेछ क्या, यो ठाउँमा चाहिँ आफूले चाहिँ गर्नु पर्यो क्या, मेहनत चाहिँ होइन, मेहनत चाहिँ गर्नु पर्यो, इच्छा चाहिँ पुरा हुँदो रहेछ, तर आफूले गर्नु पर्यो। त्यही भएर सो मैले चाहिँ यो गाडीको सबै तपाईँहरूलाई डिटेल दिइसकेँ होइन। अनि भन्नुपर्दाखेरि ब्लू मलाई ठिकै लाग्थ्यो कलर होइन, तर अहिले त आफ्नै गाडी भएर होला झन् राम्रो लाग्न थालेको छ होइन, नभए चाहिँ मेरो चाहिँ रेड एन्ड ग्रिन माई फेभरेट कलर, सो त्यही भएर ट्याटु पनि त्यसकै हानेको छु होइन। अनि जे होस् गाइस, मैले तपाईँहरूलाई यसको डिटेल दिइसकेँ होइन, किनकि रिभ्यू पनि गर्नु मन लागिरहेको थियो अस्ति, त्यही भएर आज रिभ्यू पनि गरेँ। सो यो भिडियो चाहिँ युट्युबमा जाँदैछ, सो लाइक एन्ड सब्सक्राइब हान्नु होला, लाइक सब्सक्राइब कमेन्ट गर्नु होला होइन। यस्तो राम्रो भिडियोहरू आउँछ, फेरि पनि आइरहेको, अब हालिरहेको छु, मैले अपलोड गरिरहेको छु, यस्तो राम्रो भिडियोहरू आउँछ अझै होइन। त्यही भन्दै म गाइस, सी यू नेक्स्ट भिडियो।